चाहिँ माटेपानी गुम्बा पोखरामा अवस्थित छ। पोखरा आएको बेला चाहिँ यो पनि घुमाउँ न। पोखरामा के छ भाइ भनेर सोद्धाखेरि चाहिँ त्यहाँ पनि राम्रो छ भन्ने हिसाबले यहाँ आयो। हेरौँ के कस्तो कस्तो छ। यस्तो गर्नु होइन। Living in the wall, living in the wall of freedom, living in the wall, living in the wall. हामी चाहिँ यहाँ हल्का घुमिरहेको छौँ। यहाँ चाहिँ अहिले चाहिँ पुनर्निर्माण हुन लागिरहेको रहेछ। अनि यता चाहिँ झन्डाहरू छ। मैले पनि क्यामेराबाट केही क्याप्चर गरेको छु। मिल्यो भने त्यो फुटेजहरू पनि हाल्छु म चाहिँ। तर यहाँ एकदम राम्रो झन्डाहरू दामी एकदम राम्रो लाग्यो मलाई चाहिँ। दामी Of freedom, summer and the sun, summer and the sun, summer and the sun. Living in the wall of freedom, living in the wall of freedom, summer and the sun, summer and the sun. नमस्ते। यहाँको बारेमा यसो भनिदिनु न। अब यो पहिला पहिला हामी कुम्भ माथिदेखि 16 सालदेखि स्थापना भएर बसेको। अनि सबभन्दा पोखरामा गुम्बा बुद्धिस्ट गुम्बा चाहिँ यहाँ सबभन्दा स्थापना भएको यहाँ पोखराको माटोपानी गुम्बामा हो। त्यसो कारणले गुम्बा चाहिँ माथि भएको कारणले फेरि भूकम्प आएर भूकम्पले अनि क्षति परेर अनि यो नयाँ गुम्बा हामीले बनाएको। अब सरकारले पनि अलिकति सहायता पायो। हामी उँधो अब जनताको सबैले उठेर अहिलेसम्म चाहिँ गुम्बा चाहिँ हामीले सम्भव भएर अब बना सिधै छ। त्यसो कारणले अझ पनि लामो बस्ने कोठाहरू बनाउने बाँकी छ। त्यसो कारणले सबैलाई धेरै धेरै धन्यवाद। अलिअलि सकेसम्म लामोको कोठाको लागि सबैले सहयोग मान्नुहोस्। धेरै धेरै धन्यवाद। माथि भूकम्पले चाहिँ भत्किएर चाहिँ नयाँ बनाउनु भएको रहेछ। हामीले गुरुसँग चाहिँ केही कुराहरू गऱ्यौँ होइन। लगभग अन्त्यमा आएछौँ भिडियो चाहिँ। हाम्रो यो कस्तो लाग्यो भाइलाई, कस्तो लाग्यो हाम्रो क्यामेरामा भाइले एकदम सहयोग गरेको छ होइन। हामी गुम्बाको यतापट्टि दाहिने साइडमा छौँ अहिले चाहिँ। कस्तो लाग्यो भाइ, कस्तो लाग्यो? राम्रै लाग्यो दाइ। बनाउँदै रहेछ अझै पुरै नबनेको रहेछ। त्यही पनि राम्रै छ। भूकम्पले गर्दा चाहिँ भत्केको रहेछ उतापट्टि चाहिँ। अनि अब चाहिँ यतापट्टि चाहिँ पुनर्निर्माण भइरहेको रहेछ। अलिकति सहयोगहरू पनि कमी रहेछ। सहयोग गर्न चाहनेले सहयोग पनि गर्न सक्नुहुन्छ। किनकि हाम्रो देशको एउटा यसलाई पूर्वाधारै भन्छ होइन। किन भन्दा गौतम बुद्धको देश त्यो भएको हुनाले यहाँ आउनु होला। माटेपानी गुम्बा लगभग केही समयपछि त रेडी हुन्छ होइन।
ल यसै भिडियो साथसाथै मैले चाहिँ भिडियोको अन्त्य गरेँ हस् थ्याङ्क यू